हेलो गाइस, जय मसिह। आज चाहिँ हामीहरू चाहिँ खोलामा यसरी खेल्नु गइरहेको छौँ। खोलालाई डुल्नु अनि केही माछाहरू भेटायो भने मार्नुको लागि। अनि यसरी बाटोमा जाँदै गर्दाखेरि यहाँ चाहिँ ट्रेन कुदिरहेको मैले देखेँ। अनि यो ट्रेन चाहिँ सधैँको जस्तो रहेन रहेछ, यो धेरै ठुलो बक्स। अनि हामी चाहिँ यतिखेर यता गइरहेको छौँ। यो ट्रेन तपाईँहरूले देख्दै हुनुहुन्छ, धेरै लामो छ। लगभग यो सायद 200 डिब्बा हुनसक्छ। तपाईँहरूलाई छोटो भ्यू। हामी चाहिँ पहिला भुटानदेखि निस्केर नेपाल शरणार्थीदेखि निस्केर आउँदाखेरि पनि यही बाटो भएर है क्यानाडा आएको थियो। यो चाहिँ जस अहिले चाहिँ हामी मोन्ट्रियलतर्फ लागिरहेका छौँ। अनि मोन्ट्रियलमा प्लेनमा ओर्लेर चाहिँ हामी यसरी नै यतातिर क्युबेक सिटीतिर हामी प्रवेश गरेका थियौँ। अनि हामी पहिला नेपालदेखि क्यानाडा आउँदाखेरि पनि यही बाटोबाट प्रवेश गरेका थियौँ। धेरै समयहरू बितिसकेको छ, तपाईँहरूले देख्दै हुनुहुन्छ। यहाँ ट्रेन धेरै लामो छ, धेरै लामो। कति लामो छ थाहा छैन, उतै गइरहेको छ। गाडीको स्पिड सँगसँगै ट्रेनको भ्यू तपाईँहरूले देखिराख्नु भएको छ। आज चाहिँ हामी यता बाबु छोरा हाम्रो फुर्बा दाइ हुनुहुन्छ, यता फुर्बा दाइको छोरा हुनुहुन्छ, यता चाहिँ हाम्रो आपा हुनुहुन्छ बालकुमार। हामी चाहिँ वहाँनिर भुटान एकै ठाउँ हो, तलमाथि उहाँ मेरो ससुरा हुनुहुन्छ। अनि आज हामी चाहिँ यसरी डुल्नु गइराखेको छौँ। हजुरहरू पनि यति भ्याउनु भएछ भने है, कहाँ कहाँ हुनुहुन्छ, कुन कुन ठाउँमा हुनुहुन्छ। हामी चाहिँ यतिखेर क्यानाडा क्युबेक सहरमा बसोबास गरिरहेको छौँ। यदि तपाईँहरू पनि भ्याउनु भयो भने, आफ्ना कामबाट बिदा छुट्टी पाउनुभयो भने यसरी नै तपाईँहरू पनि जानुहोला डुल्नु। बाहिरको हावापानी शरीरलाई एकदमै खाँचो परिरहेको हुन्छ। मानिसलाई सबै कुरोको खाँचो परिरहेको हुन्छ। त्यही भएर हजुरहरू पनि यदि भ्याउनु भएछ भने बाहिर निस्किनु होला। बाहिरको परमेश्वरले सिर्जनु भएको ऋतुहरूलाई लिनु होला, बाहिरको हावाहरूलाई, शीतलहरूलाई लिनु होला। शरीरलाई राम्रो हुन्छ है। घरमा बसिरह्यो भने घरको सेप अनि परिवारमा बाहिरको समस्याहरू, सोचाइको टेन्सनले शरीरलाई हानि पुर्याउनु भन्दा यदि तपाईँहरू पनि भ्याउनु भएछ भने बाहिर निस्किनु होला, यसरी नै रमाइलो गर्नु होला भन्न चाहन्छु। ट्रेन अहिलेसम्म पनि छुट्टिसकेको छैन। यो ट्रेन तपाईँहरूलाई देखाइराखेको छु। अघि मैले 200 लगभग भनेको थिएँ, लगभग 200 पनि भन्दा पनि लामो रहेछ यो ट्रेन चाहिँ। यो गाडी यतिखेर 100 को स्पिडमा दौडिरहेको छ। अनि प्लेन रेलको डिब्बा अहिलेसम्म पनि छुट्टिएको छैन। देख्दै हुनुहुन्छ आफ्ना आफ्ना भाग। यहाँ रहेछ अन्तिम उसको टाउको। हुन्छ, हजुरहरूलाई मैले छोटो भ्यू देखाएँ। यति राम्रो लाग्छ भने हजुरहरूले पुरा गर्न सक्नुहुन्छ है त। हुन्छ, सबैजनालाई परमेश्वरले आशिष गर्नुभएको होस्। हजुरहरूको दिन शुभ रहोस्। जय मसिह, बाई। माछा परिरहेछ, देख्नुहुन्छ नि माछा। यी माछा उहाँ हाम्रो साथीहरू छ। यहाँ मेरोमा माछा परिरहेछ। यो चाहिँ माछा चाहिँ लानु दिँदैन। माछा परेछ, लानु नदिने माछा हो। खोलातिर लगाइदिनुपर्छ साथी हो। माछा चाहिँ खालि यही मात्रै पर्दो रहेछ, देख्दै हुनुहुन्छ। यी माछा। हेलो माछा, कमा साबा भ्यायो जोगजी। हेलो, जय मसिह। अघि बिहान हामी माछा मार्नु गएको थियौँ। अनि माछा चाहिँ यति मारेर ल्यायौँ, 2 केजी जस्तो। यसरी राखेको छु। यो चाहिँ फ्रिजमा राख्ने पिक गरेर।
अनि यो चाहिँ पकाएर खाने, भोलि पकाएर खानुको लागि थामा सुकाएको। यहाँ लगभग 1 केजी बढी छ। अनि यो चाहिँ यस्तै छ है, यो फोकटी माछा हेर्नुहोस्, फोकटी माछा। अनि हजुरहरूलाई सेयर गरेको छु। यति राम्रो लागेको भने चाहिँ यसो लाइक अनि सब्सक्राइब पनि गरिदिनु होला है त। हुन्छ, सबैजनालाई परमेश्वरले आशिष गर्नुभएको होस्। जय मसिह भाइ।